दर्शकबिन अत्यन्तै दुःखद खबर। पेट दुख्ने, कमजोरी महसुस हुने र बान्ता हुने भएपछि बालेन शाह उपचार गराउँदै काठमाडौँमा। हो दर्शकबिन, राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह बिरामी परेपछि काठमाडौँ आएका हुन्। चुनावी अभियानका क्रममा सुदूरपश्चिमको धनगढी सभा सकेर सुर्खेतको वीरेन्द्रनगरमा पुग्दा शाह बिरामी परेका थिए। बुधबार धनगढीको सभा सकेर रासपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहको टोली सुर्खेत गएको थियो। सुर्खेतमा बिहिबार रासपाले पार्टीको वाचापत्र सार्वजनिक गरेको थियो। वाचापत्र सार्वजनिक कार्यक्रममा उनी पनि सहभागी भएर करिब 3 मिनट भाषण गरेका थिए। तर शाह बुधबार राति नै बिरामी भएको र डाक्टरको सल्लाह अनुसार नै उनी काठमाडौँ आएको स्रोतले बताएको छ। पेट दुख्ने, कमजोरी महसुस हुने र बान्ता हुने भएपछि उनी बुधबार राति नै सुर्खेतको कर्णाली केयर इन्टरनेसनल अस्पतालमा भर्ना भएका थिए। राति 3 बजे अस्पताल गएका शाहले बिहान 6 बजेसम्म अस्पतालमै बसेर उपचार गराएका थिए। हाल बालेन काठमाडौँको एक अस्पतालमा उपचार भइरहेको छ।